आजको दिनमा चाहिँ हामीले चटपटेर चिया खाएर बितायौँ। यतिको गर्मीमा पनि हामीले चाहिँ चिया चाहिँ खानुपर्ने हुन्छ र माछा मार्न गएको पानी चाहिँ ठुलो रहेछ। दाइ चाहिँ फेरि आत्तिएर अलराइट गाइज वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी दाजुभाइ माछा मार्न जाँदैछौँ अनि चाहिँ साथीलाई पनि हामीले लानुपर्ने हुन्छ। अनि हामी चाहिँ लागिसक्यो 3 जना चटो लगाएर अनि चाहिँ हामी लाग्यौँ खेततिर 3 जना बडी छडी देखाउँदै हाई हेलो अनि भन्दा भन्दै खोला पनि आइपुग्यो। खोला चाहिँ यति ठुलो रहेछ अनि कान्छा त पानीमा अगाडि हिँड्नु भएको कान्छा दालाई नै झन्डै ढालिदिनु भयो। त्यसपछि चाहिँ मेरो पाला आयो। मेरो पालामा त घुडा भन्दा माथि कम्मरै छुनु खोज्छ अनि म चाहिँ पारी पनि पुगिसकेँ। अनि चाहिँ साथीको पालो साथी चाहिँ धरामराङ गरेर अनि आइपुगिसक्यो अनि तार पनि निकालेर हामीले चाहिँ बनाउन थाल्यो अनि जोडजाड त गरियो तर के गर्नु मिसिनै नचलेर यति टेन्सन हानेको नलागेर त्यहाँदेखि चाहिँ केही उपाय नलागेपछि चाहिँ हामी घरतर्फतिर लाग्यौँ। अनि म चाहिँ घर पुगेर पनि नआएर पनि आएर पनि हामी चाहिँ लागिसक्यौँ चिया खानलाई खाजासाजा खान अनि आएर पनि हामी चाहिँ चिया खान थालिसक्यौँ। यति गर्मी छ कि गर्मी तर चिया चाहिँ नखाइ हुँदैन। यति गर्मी पनि मैले चिया चाहिँ खाइदिएँ चाहिँ अनि उसलाई चिनी नलागेर चाहिँ फेरि थपेर खाने भन्दै चटपटे चाहिँ आइपुग्यो अनि चटपटे चाहिँ हामीले खान थाल्यौँ। यति मिठो छ कि चटपटे चाहिँ यति बवाल छ कि यो। थ्याङ्क यू फर वाचिङ माई मिनी ब्लग। बाई बाई।